साथीहरू हामी चाहिँ यसो घुम्न भनेर निस्केका नि त यता घुम्न जाउँ न हौ यता बगानतिर भनेर बहिनी आइरहेको थियो नि त उसलाई लिएर चाहिँ यसो बगानको बाटो घुम्न जाउँ भनेर बगान देखाइदिन भनेर लिएर हिँडेको नि त बहिनी चाहिँ मेरो नेपालदेखि आयो कि उसलाई लिएर चाहिँ हामी बगानतिर जाँदैछौँ अनि बगान चाहिँ हेरेर बहिनीले पनि भन्दै भाउ दिदी कति राम्रो लागेको है यस्तो ग्रिन ग्रिन देखेर चाहिँ भनेर मलाई पनि एकदमै राम्रो लाग्छ अनि यहाँ बजार रहेछ अनि बजार चाहिँ एकछिन यसो हेरौँ न छेउछेउ छ कि भनेर चाहिँ बजार पनि हेऱ्यौँ है यो चाहिँ उता बस्तीको बजार हो गाइस अनि हेऱ्यौँ अनि यहाँ चाहिँ हाम्रो गाउँको एकजना अङ्कल आउनुभएको रहेछ अनि अङ्कलले पनि देखेर चाहिँ बिचरा खुसी हुनुभयो नि त अब हामीलाई देखेर आफ्नो गाउँको देखेर चाहिँ खुसी हुन्छ होइन अनि खुसी हुनुभएछ अनि यहाँ के सामानहरू बिक्री गर्न राख्नु हुँदो रहेछ अङ्कल चाहिँ हामी चाहिँ बजारमा चाहिँ अब मसरुम पाउँछ कि भनेर त्यो लोकल मसरुम हुन्छ नि त्यो चाहिँ पाउँछ कि भनेर गएको थियौँ अनि यहाँ चाहिँ मसरुम रहेन चाहिँ गाइस अनि त्यसपछि म चाहिँ घर आएर के गरेँ मकै बोइल गरेर मकै चाहिँ मजाले फ्राई गर्छु भनेर बोइल गरेर अब त्यो घुगुनी जस्तो बनाउँछु भनेर सोचेको थिएँ त त्यस्तो भएन है ड्राई भयो ड्राई फ्राई गरेँ अनि चिया बनाएर चाहिँ सबैजनाले खायौँ म बहिनी आमा नानीहरू सबैजनाले खायौँ अनि बहिनी मलाई चाहिँ चिया लिएर हिँड्ने म चाहिँ अब खाइसकेर फेरि बजार जानु पऱ्यो हाम्रो चाहिँ सन्डे मार्केट हुन्छ नि त सन्डे मार्केट जानु पऱ्यो भनेर यहाँ आलु टमाटर प्याज खुर्सानी के ल्याएर यहाँ आएँ मैले चाहिँ कचुलुती पनि मलाई चाहिँ एकदम मनपर्छ है कचुलुतीहरू सबै थोक नै लिएर आउँछु म चाहिँ बजार गयो भने सबै थोक लिएर आउँछु हर सन्डे अनि यता मिस्टी दोकान गयौँ मिस्टी चाहिँ नानीहरूलाई के खान मन लाग्छ अरे नि त मिस्टी अब देखेपछि केटाकेटीलाई त के खान मन लाग्छ अनि आएर फेरि मिस्टी दोकान तुरुन्त गयौँ है हामी चाहिँ यहीँ हाम्रो लोकल हो अनि यता चाहिँ हाम्रो रोटो हेर्नु अनि साथीहरू अनि हामी चाहिँ क्यान्टिन गइरहेको थियौँ क्यान्टिनबाट चाहिँ यति सामान लिएर आयौँ अनि दिदी बहिनी चाहिँ